सेवा साथीहरू, आज म टोखाको गौरेश्वर महादेव आएको छु अनि यहाँ जाँदैछु। मेरो साथी पनि जाँदैछ। यो अस्ति नै आएको थियो अनि मैले पनि देखेको थिएँ जाउँ भनेको। हेर्नु त यहाँबाट पुरा झर्नाको आवाज आइरहेछ। अनि यो हेर्नु काठमाडौँ त टोखा बजार यस्तो छ है साथीहरू। जाँदैछौँ, मान्छेहरू दर्शन गरेर आउँदै हुन्छ, हामी जाँदैछौँ। तितौराहरू पनि पाउने रहेछ। यता खाजा खाने ठाउँ रहेछ। यहाँ हामी जाँदै गरेको है, फेरि मन्दिर जाँदै गरेको साथीहरू। अनि यस्तो छ बाटो, पुरा ओह्रालो 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 आँट्यौँ हामी, जाँदैछौँ। यस्तोहरू बनाउने रहेछ, कुवाहरू, तितौराहरू। तितौरा पनि कति प्रकार प्रकारको रहेछ। ओ चप्पल कहाँ राख्ने हो? यो ठाउँमै यस्तो झर्ना छ, यस्तो छ। श्री विश्वेश्वरी महादेव रहेछ। हामी जाँदैछौँ। झर्ना यस्तो छ। मन्दिर आएको बहिनी जाँदैछ। तलको यस्तो छ, तल पनि झर्ना। अनि हामी जाँदैछौँ है साथीहरू। मन्दिर पुगेकै छैनौँ। अब कति छ मन्दिर जानु पुग्ने? अब मन्दिर पुग्नु कति छ? हामी माथि जानुपर्ने होइन? ए ल, अब म नुहाउनु जाँदैछु तल झर्नामा। मेरो खुट्टाले हुँदैन होइन, म त बिस्तारै बिस्तारै झर्दैछु यहाँ नुहाउनु। अब है यहाँ नुहाएर दर्शन गर्ने, नुहाउनु पर्ने अरे यहाँ। म पनि जाँदैछु, यस्तो छ बाटो। अब साथीहरू, ओइ यहाँ नुहाउनु पर्ने अरे साथीहरू। यहाँ हेर्नु त कहाँ यो ढुङ्गाको बिचबाट पानी आएको। अब यहाँ म अब नुहाउँछु, नुहाएर माथि दर्शन गर्न जान्छु साथीहरू। यहाँ ढुङ्गा अलिकति हल्का। साथीहरू हामी नुहायौँ गऱ्यौँ झर्नाबाट। बाई बाई भन्नलाई बाई बाई। यस्तो ढुङ्गा रहेछ, यो ढुङ्गाबाट चढ्नु भन्ने रहेछ है साथीहरू। म जाँदैछु। यस्तो छ मन्दिर, सयलिङ्ग गुफाबाट जानुपर्ने रहेछ। त्यहाँभित्र रहेछ। जय भगवान्, जय भगवान्। यस्तो जानुपर्ने छ गुफाबाट साथीहरू। पोखै लड्ने रहेछु यस्तो अँध्यारोमा। मलाई यहाँ जाने चाहिँ यताबाट रहेछ यस्तो गुफा। पस्नुपर्छ साथीहरू। यता पाउ गुफाबाट निस्किनु पऱ्यो हामीलाई। अब यता हामी दर्शन गर्नु। गुफाबाट भित्र पसेर उता निस्किनु पनि निस्क्यौँ। माथि डाँडा गुफा रहेछ।
यस्तो छ साथीहरू हाम्रो यहाँ शिवैकी महायो यस्तो छ है। ल हामी त्यहाँ चाहिँ दर्शन गऱ्यौँ, यति भिडियो बनायौँ। यस्तो छ है साथीहरू। अलि आमा अलिकति ल हामी अब फर्किँदैछौँ, जाँदैछौँ। बहिनी पनि उभिआएको छ अनि नाच्दै पनि हुन्छ साथीहरू। गौडेश्वर महादेवमा आएको थियौँ। यस्तो साथीहरू आजको ब्लग हामी गौडेश्वर महादेवको दर्शन गरेर गौडेश्वर महादेव दर्शन गरेर यहाँ हाम्रो हनुमानजी पनि हुनुहुन्छ। गौडेश्वर महादेव की जय। कालहर कष्टहर दुःखहर रोगहर विपत्तिहर हर पार्वती। ओम नमः शिव शङ्कराय नमः नमः। पाउने रहेछ, तितौरा पनि पाउने रहेछ।